हेलो म नेपालबाट हो र आज मैले तपाईहरुलाई स्पिकरको प्याडमा जिआर र भोल्टेज चेक गर्न सिकाउने वाला छु। यो मेरो स्पिकरको प्याड हो र यसलाई चाहिँ चेक गर्न यसको जिआर चेक गर्नलाई चाहिँ हामीले हाम्रो मल्टिमिटरलाई चाहिँ डायोड मोडमा सेट गर्नुपर्छ। हाम्रो मल्टिमिटर डायोड मोडमा सेट भइसकेको छ। अब हामीले रेड प्रोबलाई हामीले ग्राउन्डमा राखिन्छ अनि हाम्रो ब्ल्याक प्रोबलाई चाहिँ हामीले प्याडमा राखिन्छ। यसको जिआर हामीले हेर्न सकिन्छ 463 आएको छ र अर्को प्याडमा चेक गरिन्छ। अर्को प्याडमा नि 462 63 आएको छ। यसको मतलब हाम्रो यो ठीक छ। अब हामीले यसको जिआर चेक गरिसक्यो। अब हामीले यसको भोल्टेज चेक गर्ने वाला छौं। भोल्टेज चेक गर्नको लागि हामीले यसलाई डीसी मोडमा राख्नु पर्छ र आफ्नो फोनलाई अन गरेर एउटा सङ वा म्युजिक केही बजाउनु पर्छ। आफ्नो म्युजिक चालु गरिसकेका छौं। अब हामीले भोल्टेज चेक गर्नको लागि हामीले आफ्नो ब्ल्याक प्रोबलाई चाहिँ हामीले ग्राउन्डमा राख्नु पर्छ र हाम्रो रेड प्रोबलाई चाहिँ आफ्नो प्याडमा राख्नु पर्छ। यसमा चाहिँ हाम्रो आएको छ भोल्टेज 3.1 आएको छ र अर्को प्याडमा हेरिन्छ। अर्को प्याडमा पनि सेम नै आएको छ 3.1। सो हाम्रो यो ठीक छ। यो कुरा आज हाम्रो एमएस इन्स्टिट्युटको सर दीपक सरले सिकाउनु भयो। थ्यांक यू दीपक सर, थ्यांक यू एमएस इन्स्टिट्युट। यदि तपाईहरुलाई यस्तै चीज सिक्न मन लागेको छ भने यो इन्स्टिट्युटमा आएर सिक्न सक्नुहुन्छ। एमएस ट्रेनिङ इन्स्टिट्युट। थ्यांक यू सर।